नगरी शरीर नै रहँदैन हो कि त्यो भोजन चाहिँ कस्तो हुनु पर्यो भगवान्लाई अर्पण गरेको हुनु पर्यो भगवान्लाई अर्पण गरेको हुनु पर्यो वैष्णवले यो खानु हुँदैन त्यो खानु हुँदैन भन्ने छँदै छैन सबै खानुहुन्छ चढ्ने जतिसम्म खानुहुन्छ कृष्णलाई चढ्ने जतिसम्म खानुहुन्छ कृष्णलाई के चढ्दैन त भन्दा चप्पलहरू पकाएको चढ्दैन कृष्णलाई के चढ्दैन त ननुहाइकन पकाएको चढ्दैन कृष्णलाई के चढ्दैन त भन्दा लसुन प्याज चढ्दैन कृष्णलाई चढ्नेवाला छ चोखो छ पवित्र छ भगवान्लाई भोग लगाएका हुन् विशुद्ध तुलसी छोडेर भोग लगाउने तरिकाले भोग लगाएका हुन् फेरि यसो भगवान तरिका त सिकाउनु पर्यो स्वामीजी अलिकति भोग लगाउने तरिका भन्यो प्रेमपूर्वक भगवान्लाई भोग लगाउनु पर्छ भगवान्लाई भोग लगाउने तरिका भनेको कस्तो भन्दाखेरि जस्तै मानौँ न अभिनय गर्दै हुनुहुन्छ हाम्रो बानी कस्तो हुन्छ स्याउ अभिनय गर्दै हुन्छ स्याउ अभिनय गरेर बनाउँदै हुँदै थाहा नपाएकाले के गर्छन् सानो टुक्रो खाइसक्छन् भोजन बनाउनेहरूले के गर्छन् आलु सेक्दैछन् आलु फ्राई गर्दैछन् अब सिमी ओरिने हो त्यो हल्का के हाफ 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 पाकेको आलु यति मिठो हुन्छ कि दुई चारवटा पिस निकालेर खाइदिइहाल्नु त्यो भोग लाग्यो भोग लगाउने तरिकाले पकाएको भोग लगाउने तरिकाले पकाएको त्यो बिचैमा जुठो हालेको होइन भोग लगाउनु मात्रै होइन भोग लाउनलाई भनेर पकाएको भोग लाउनको लागि भनेर पकाएको हुन्छ कि त्यो अनि बनाउँदाखेरि जस्तै ख्याल गर्नु पऱ्यो जस्तै अब सुँग्न पनि डराउनु पऱ्यो मैले बाँच्न लिइसकेपछि मैले स्वाद लिइसकेपछि भगवान्लाई के स्वाद आयो त भनेर प्रेमपूर्वक तपाईँहरू अहिले प्रारम्भिक अवस्थामा हुनुहुन्छ एकदम हार्ड एकदमै डिपली जानुभयो भने के हुन्छ भन्दाखेरि यो हाई भोल्टेज हुन्छ तृष्णा हुनसक्छ अहिले कस्तो बेला छ भन्दाखेरि ठ्याक्क मकै रोपेको जस्तो बेला छ यो मकै रोपेको बेलामा न धेरै पानी न धेरै तातो ठिक्क ब्यालेन्समा लानुपर्छ पानी त चाहिन्छ नि भोलि त मजाले पटाउने भनेर रोपेकै बेला बिउ हालेकै बेलामा पानी धेरै ठोकिदिनु भयो भने कुनै बेला लाउँदैन सुरुमै स्टार्टिङमै भाइहरूको सबै गर्न थाल्नुभयो भने कुनै बेला ठ्याक्कै आफूलाई बिउ सम्झिनुपर्छ उम्रिने बिउ दुई पाते बल्ल बल्ल कृष्णको माया दुई पाते भइरहेछ भोलि पर्सि हुँदै फर्सीको झ्याङ झैँ होला एकदमै विचार गर्दा तपाईँले तपाईँलाई जुन छोड्नु भएन तपाईँले तपाईँको समाजलाई छोड्नु एकदम ब्यालेन्समा लाने सास ससुरा छोड्नु भएन समाज पनि छोड्नु भएन छोरी पनि छोड्नु भएन सबलाई ब्यालेन्समा मिलाएर लिएर गएर अनि त्यो गर्दा गर्दै बिचमा आफूलाई राखेर टक्क उत्रिने कसरी उत्रिने त भन्दाखेरि पानीमा भिजेको काठ जस्तो भएर उत्रिने भिजिया पनि छ पानीमै छ तर पनि त्यो काठ उत्रिरहेछ बाहिरबाट भिजिया पनि छ तर भित्रबाट त्यो काठ उत्रिरहेछ संसारमा त्यसरी नै उत्रिने पानीमै छ भिजी पनि रहेछ तर उत्रिरहेछ सिमलको काठ कस्तो हुन्छ पुरै भित्रैसँग भिज्छ तर पनि तैरिरहेको हुन्छ भित्रैसँग चुरुत्तै भिजाएको सिमलको त्यो फुटेको सिमलको भित्रैसँग भिजाएको छ तर पनि तैरिन चाहिँ छोडाएन उसले तैरिन छोडाएन उसले संसारसँग सबै समेटेर आउँदै तैरिन छोड्न भएन त्यसलाई के गर्नु पर्यो सिक्दै जानु पर्यो एकदमै धेरै चाहिँ अब कस्तो हुन्छ भन्दाखेरि तपाईँले गरेको चिज तपाईँले जान्नुभयो छोरीले पनि गरिदियो हुन्थ्यो छोराले पनि गरिदियो हुन्थ्यो श्रीमतीले पनि गरिदियो हुन्थ्यो भने पुरै 100% अपेक्षित हुनु हुँदैन तपाईँले आफ्नो गर्नु अनि के गर्ने गर भनेर भन्दा पनि गर्नुको महत्त्व बुझाउने होइन धेरै महत्त्व बुझाउँदा पनि बा पक्क गरेर हुन्छ छोड्दा भन्ने पनि भएन ठिक गर्नु पऱ्यो बस चढिसक्नुभयो बसमा चढिसक्नुभयो वैकुण्ठ जाने बसमा चढिसक्नुभयो बस वैकुण्ठ जाने व्यक्तिले बसमा चढिसकेपछि एउटा मात्रै काम गर्ने हो झुक्केर पनि बसबाट उत्रिन भयो कसरी हुन्छ बसमा बस्न पऱ्यो उत्रिन्छ नि बेला बेलामा पिछा लाग्छ उत्रिनु पऱ्यो पऱ्यो तर फेरि उत्रियो बेला फुत्तै गाडी गइदियो भने के गर्ने होइन नि कहाँ दौडीले भेटायो नि त अझै भन्नु कथा भन्नु साथीको नम्बर लिने उसलाई रोक्न लगाउने होइन साथीसँग यस्तो परिचय गराउने ए मेरो मान्छे आएन मेरो छेउको मान्छे आएन कथा भइसक्यो भन्नुभएको जस्तै यो समूह है तपाईँसँग एउटै बसमा चढेको पेसेन्जर हो यो सबै एउटै बसको पेसेन्जर जस्तै जस्तै अबलाई हेर्नु तपाईँ त्रिवेणी गएर शरणागत भए जस्तै
उहाँहरू पनि सुनेर मेरो शरणागत भएको उहाँ पनि छ कोही परिचय होइन यी सबै एउटै बसमा चढेको छ त्यो ग्रुप जुन बनाइदिए त्यस्तो ग्रुप 4-5 वटा छ मेरो बस हो त्यो एउटा बसमा यति भेटिँदो रहेछ एउटा सोध्ने एउटा सोध्ने एउटा अब तपाईँ धेरै दिनपछि गर्नु भएन एउटा हाम्रो विकासजी कता जानुभयो अब एउटा सोध्छ त्यहाँपछि कता हराउनु भएछ अनि सोध्छ परिचय बनाएर त्यस्तो गरिसकेपछि के हुन्छ एउटाले एउटा कनेक्ट भएर तारा बसमा चढ्ने मात्रै हो धैर्यपूर्वक त्यो बस चढ्न भयो बसको ड्राइभरको भुल चलाइरहनु भएको छ छोडिन्छ स्वामीजीहरूको सोध्यो